तो गाइस रमल घारीको वातावरण चाहिँ यस्तो छ। घारीको चाहिँ एकदम खतरा वातावरण छ। वेलकम टु ब्याक भ्लग। सबैजनाले चाहिँ भ्लग बनाउँछ होइन, अनि त्यही भएको कारणले गर्दा चाहिँ मलाई पनि हल्का मन लाग्छ भ्लग बनाउन, तर मलाई चाहिँ खासै आउँदैन भ्लग बनाउन होइन, भ्लग बनाउन आउँदैन। त्यही भएर चाहिँ म खासै बनाउँदिनँ, त्यही पनि मेरो अब यस्तै त अब त्यत्तिकै आफ्नै तरिकाले चाहिँ जे पाएँ त्यही तरिकाले चाहिँ 10-15 वटै बनाएँ होइन, तर मलाई पोस्ट गर्न पनि आएन। अब के अरे पोस्ट गर्न पनि आएन, गीतहरू गानाहरू लगाउन पनि आएन, गाना कहाँबाट ल्याउने के गर्ने होइन। यति लामो हुन्छ भ्लग बनाउँदाखेरि होइन। 4 मिनट 5 मिनट 10 मिनटको बनाउँछन्, सबजना 10 मिनटको बनाउँछन्, अनि म पनि बनाउँछु, अनि ट्राई गर्छु, अनि गानाहरू कहाँबाट लिएर खोजेर लाउँछु, अनि युट्युबले फ्यालिदिन्छ गानाहरू सब फ्यालेर म्युटमा राखिदिन्छ, अनि फेरि डिलिट हान्छु होइन। त्यस्तो गर्दा गर्दै आफ्नो च्यानलहरू पनि बिग्रिँदो रहेछ क्या। अब त्यस्तो च्यानलहरू पनि यस्तै च्यानलहरू पनि थुप्रो बिगारिसकेँ मैले होइन। अब चाहिँ एउटा नयाँ च्यानल खोलेर खतरा काम गर्नुपर्ने जस्तो लागिरहेछ, एकदम खतरा काम गर्नु पर्ला जस्तो लागिरहेछ, तर कसरी गर्ने भन्ने कुरोमा चाहिँ म एकदम एक्साइटेड छु होइन, एक्साइटेड छु। र के भन्नु, सन्चै हुनुहुन्छ होला तपाईँहरू सबैजना, म पनि सन्चै छु होइन। अब यो भिडियो चाहिँ कहाँबाट भन्नुहुन्छ भने, अब यो भिडियो चाहिँ दुबईको मरुभूमिबाट हो होइन। कहाँबाट मान्छे भनेको के हो म त केही बुझ्न सकिनँ होइन। मान्छे भनेको कहाँ हराइरहेछ मलाई केही थाहा छैन होइन। वरिपरि त देख्छु म मान्छे, तर आफूले आफूलाई म कहाँ छु, के छु, कता छु होइन। कुन ठाउँमा जन्मेँ, कुन ठाउँमा जन्मेँ, अनि कहाँ खेल्नुपर्ने, कहाँ के गर्नुपर्ने, यस्तो भएको कारणले गर्दा चाहिँ एकदम साइको लाग्छ होइन। जहाँ भए पनि त्यही हो। अब यही इन्टरनेटबाट मात्रै मान्छेको हल्का चिनजान भएको मान्छेकोमा चाहिँ यो मान्छे यो हो भनेर चिन्न सकिन्छ, नत्र त यो मान्छे को होइन, केही महसुसै हुँदैन, केही त्यस्तो फिलै हुँदैन। त्यही पनि माया गर्नुपर्छ सबजनालाई होइन, सबैलाई आफ्नो ठान्नुपर्छ भन्न चाहन्छु। अब माया त गर्नुपर्छ, तर धेरै गरिहाल्नु पनि हुँदैन, ठिक अब स्केलमा आफ्नो तरिकाले माया गर्न त सक्नुहुन्छ होइन। अब मलाई त के भन्नु, अब के माया गर्नु नगर्नु के भन्नु, म त केही बुझ्नै सक्दिनँ। माया गर्नेले माया गरि नै हाल्छ, नगर्नेले त त्यत्तिकै पनि जस्तै काम गरे पनि गर्दैन। त्यही भएको कारणले गर्दा म त खासै बोल्दिनँ पनि। अब यस्तै ठिक छ होइन, जे छ जस्तो छ जे छु यस्तै ठिक छु। अब कसैलाई केही गरिदिएको छैन होइन, कसैलाई केही गरिदिएको छैन। अब मेरो कारणले गर्दाखेरि अरूलाई नराम्रो हुने काम गरिएको छैन, मलाई चाहिँ यही खुसी लाग्छ। अब ठिकै छ जस्तो छ। आफूलाई जति दुःखहरू दिए पनि अरूले आफूले चाहिँ दिने गरेको छैन कसैलाई पनि। अब तिनीहरूलाई लाग्दो होला अब यसले दियो जस्तो महसुस लाग्दियो होला, तर मलाई चाहिँ लाग्छ आफूलाई मैले खासै त्यस्तो नराम्रो तिनीहरूलाई भनेर केही गरेर त्यस्तो चाहिँ गरेको छुइनँ। तर मान्छेहरूले भन्छ, तर लास्टमा बुझ्छ सबै कुराहरू, अन्तिममै बुझ्नुपर्ने हुन्छ को के कस्तो हो भनेर। र यस्तै नै बनाएँ आज मैले चाहिँ, जे पाएँ त्यही बनाएँ, ठिकै छ होइन। यसलाई पनि पोस्ट गर्नुपर्छ, राखिराख्नुपर्छ, यस्तो चिजहरू म चाहिँ राखिराख्छु। सम्झनाहरू हुन्छ केही, कुन चिजको कुन पलको कुन मोडको
चिजहरूलाई चाहिँ राखिराख्नुपर्छ। कुनै दिन आफैले हेरेर महसुस, अरूको लागि त खै मैले के बनाउँछु र, आफ्नै लागि हो होइन। कुनै बेला स्याड फिल अथवा कुनै बेला ह्याप्पी फिल भएको बेलामा हेर्नको लागि चाहिँ मैले जे पाएँ त्यही पोस्ट गरेर राखिराखेको हुन्छु भन्न चाहन्छु। धन्यवाद होइन, माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, कपी लिङ्क गरिदिनु होला होइन। अब आज नराम्रो भए पनि भोलिको दिनमा केही राम्रो चिजहरू बनाउने कोसिस जारी नै गर्नेछु। हस्त, धन्यवाद।